साथीहरू, यतिखेर हामी चाहिँ त्यो जाजरकोट जिल्लाको छिराघाट गाउँपालिकामा यात्रा गर्दैछौँ भने यतापट्टि भगवती नगरपालिका गाउँपालिका दैलेख पुग्दैछौँ। त्यस्तै गरी हामी गुराँस गाउँपालिकामा यात्रा गर्ने क्रम जारी नै छ। ओहो गयो कति बाटो छ है, राम्रोसँग चल, राम्रोसँग त्यो भएको कारणले गर्दा ठुला ठुला लेकहरू पहाडहरू होइन, अब ठुला भन्ज्याङहरू हामी पार गर्दै भाइ नरेश शिखर नालीले यहाँ एकदमै अथाक राम्रो तरिकाले यहाँ हाम्रो यात्रा गराउँदै हुनुहुन्छ। हेर्नुहोस् साथीहरू, पुरै घना जङ्गलको बिचमा यसरी छेडाइएको छ। पुरै जङ्गल छ, सुनसान छ, शान्त छ अनि सुनसान छ, एकदम शानदार जङ्गल छ। बाटो भनेको अलिक कच्ची नै छ, अफरोड बाटो हो, गाह्रो त भइरहेको छ। र गाह्रोको बावजुद पनि भाइ नरेश कर्णालीले चाहिँ गाह्रो नमानेर बाइक निकाइराख्नु भएको छ। त्यसले हाम्रो यात्रा सुरक्षित भइरहेको छ। करिब हामी 4 दिनदेखि यो यात्रा गरिरहेका छौँ। विशेष गरी हामी जुन साथै गाउँपालिका जाजरकोटको यात्रा गरेर आएका हौँ। यो यात्रा गर्ने क्रममा कयौँ कठिनहरू आए, चुनौतीहरू आए। त्यसमा कतै बाइक हामीलाई एकदमै खुसी लागेको छ। जय विश्वकर्मा बाबाले हाम्रो बाइकलाई पनि सुरक्षित राखिदिनु भएको छ भन्ने कुरा हामीलाई अवगत गराउन चाहन्छौँ। त्यस्तै गरी तलपट्टि देखेको धेरै राम्रो राम्रो यो पछाडिको सिन, पछाडिको यो लेक हिमाल हुँदै हामी आएका छौँ। यो हिमालको बाटो अब केही दिनपछि यहाँ हिँड्नु पर्नेवाला छ होइन। अब अहिले चाहिँ हिँड्नु परेको छैन। जाँदै गरौँ, यात्रा धेरै राम्रो छ। बिचमा डाँफेहरू, कालिजहरू, धेरै चाखुराहरू, चुक्कीहरू, चराहरू धेरै भेटिएका छन्। हामीले हेर्दै आयौँ, तिनीहरूको फोटो भिडियोहरू हामीले कैद गरेका छौँ। गर्नेवाला पनि छ। रमाइलो भइरहेछ। कस्तो भइरहेछ भाइ? ठिक छ? ठिक छ हजुर, ठिक छ। हजुरको जय छ, हजुरको जय छ भन्नुहुन्छ भाइ? हजुरको जय छ। ठिक छ, ठिक छ। बाघले पनि कति तानोस् यार, त्यत्रो उकालो बाटो। तलपट्टिको पुरै बवाल किसिमको गीत गाउँछ भाइले, झालु गाई मालु गाई भन्ने गीत। यो भाइको झालु गाई मालु गाई बवाल किसिमको गीत हो। हामीलाई पनि बवाल लागिरहेको छ। ठिक छ, यो भिडियो अब धेरै राम्रो त छ, तर पनि अहिले चाहिँ हामीले भिडियो गर्नु अलिक गाह्रो। यो बाटले माथि चलिरहेको छ रे, रमाइलो छ त। अब भिडियो यतिमा एन्डिङ गरेँ। त्यसपछिका दिनहरूमा बाँकी भिडियोहरू म पोस्ट गर्दै मेरो युट्युबभरि छ्यापछ्यापी भिडियो मात्रै हाल्न बाध्य हुनेछु हजुर।